हेलो एभ्रिवान, नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। म तपाईहरुकै साथी माया राई र आज पनि मैले नयाँ दिन नयाँ ब्लगको साथमा उपस्थिति भएको छु र आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भनेर। र आज चाहिँ मैले हाम्रो घरमा चाहिँ एउटा सानो घर चिन्ता राखेको थियो। पकाइसकेको बजार रोटी यहाँ एकदम तत्ताला रोटी गाइस रोटी निकाल धेर पनि नि खरिएको मिठो हुँदैन क्या, कालो मिठो हुँदैन, ठिक्कको। दाइले खायो कि खाएन रोटी? रोटी त यसरी फुलेको होइन, तातो मिठो हुन्छ त। अब चाहिँ अलि स्वाइँ फुलिन थालेछ नि हो राति खै यही पनि बिहानसम्म नै हुन्थ्यो होला हौ। होइन खानेले खाएन अन्त नलिन्छ। राति कसले उठ्छ 2 बजी उठेर? कसले यहाँ चुला बस्छ? 3 घन्टा लाग्छ तेल तातिनु। पको चाहिँ के टिकटक बनाउनु व्यस्त कि केमा व्यस्त? भिडियो बनाउँदै गरेको फेर पारेर पुग्दैन, अलिक बल परे जस्तो। बल पुगेर बल लाएर चाहिँ पुग्न है। के दुख्छ कि अलिक सासै पुगेन। वचना पनि सानो ठुलो छैन यहाँनिर। यत्रो अजना त 2टा हुन्छ भन्दै थियो नि अघि नै उसमा। खोर्सानी धुने गरेको छु है साथीहरु। यो खोर्सानी धुने तरिका चिसो पानी चलाइदिए मासु अलिक छेउमा गएर मजाले नताल त। टमाटर प्याज टमाटर ठुलो आगो निकाल त। मासु डढेर हैरान भयो। लु आज डढ्नु पर्छ। आगो तान न अलिक। त्यो सुरुमै कडाई डढेर हो आगो। टमाटर हालिसक्यौँ। के गर्छौ तिमीहरू चाहिँ यहाँनिर? यसो खानाहरू पकाउनु चाहिँ सघाउनु छैन? 3 जना तिमीहरू के तिमीहरू पाहुना हो? यो घरको पाहुना भने पाहुना हो भन। काम गर्नुपर्छ पर्दैन? तिमीहरूलाई के 4 पाटे डन्डीले तिमीहरूको चाकामा हानेर पनि परिसक्यो। अब त बाहिर पनि के गर्दै हुन्छ तपाईँ चाहिँ यहाँ? के यसलाई बाँसको यो दाइले पनि ल्याएको नि अघि नै। यो अल्फासले चाहिँ के गर्नालिस् त? जाने नि अब अहिले होइन नि त। ढोकाहरू पनि लाउनु पर्ने हुन्छ। रेहान पनि मस्त उसमा मोबाइलमा पके त्यस्तै हिँड्नु नर्भस हुँदैन। के पकाउनु गर्नु सघाउनु पर्दैन यताउता। के अरे यहाँ रोटी अब पहिला चाहिँ छ हुँदैन होला नि चिलाएर। सिरक त चाहिँदैन हौ अब यस्तो गर्मीमा। दाइ त चाहिँ के गलेर कि के भएर डाडु बोकेर ढोकामा बेग्छिस् त? लु चलाउनु हिँड्न भित्र। यहाँ छिटो चलाएर चाहिँ एकदम चाहिँ मजाले फरिया त। चला एकदम फास्ट। डढेर लु डढेको तरकारी त मिठो हुँदैन। अब दाउरा धेरै हालिहाल्यो डढ्न थालो। आज दाइले पकाएको तरकारी यो चाहिँ हामीले बाँसे चौरीबाट ल्याएको चाहिँ सुँगुरको मासु चाहिँ आम्मामामा कलिलो लोकल चला गुडाङ एकदम पाको ल छोपेर लाने कि भर्पेर अब यहीँ छोडिदिइराख त। बिरालोले
हानिदियो भने के गर्नु कस्तो भयो बिरालोको कमी छ हो नि त यस्तो गर्ने यहाँ सब्जी आलु यो चाहिँ फ्राई गर्ने भाउजू बोकै सारी मिठो हुन्छ होला नि अलिअलि यो उयो आलु हो नि त के अरे यो भुटाने आलु भुटाने आलु चिप्ले मडेर के हेर्छ सब्जी चाहिँ त्यहाँ ए आलु दस्ने त हो टास्ने दिनु भयो टास्ने त्यसको मजाले धुँदाखेरि चाहिँ के छ त्यहाँ ठुल्ठुलो चानामा नि पानी सोर्ने सञ्जय भाइ त जहिले यस्तैमा बिजी भने हर दिनै यही काम हुन्छ कि भाइ के छ है हो ए होइन त प्रायः तपाईँहरू चिन्तामै मात्रै हिँड्नुहुन्छ कि ए हो त्यस्तोहरूमा तर डेली कहिले खाली चाहिँ हुनुहुन्न जहिले कामैमा बिजी ए अहिले चाहिँ अहिले चाहिँ कुन ठाउँबाट आउनुभएको ए भद्रपुरबाटै ए पनि हुन्छ होला त्यसै Ini atas itu kos itu guys. के भएको तँलाई चाहिँ लित्त परिरहेछ यस्तो कि रेहानलाई चाहिँ के रोटी के मिठो लाग्यो तुम्बाले पकाएको माया तुम्बाले पकाएको रोटी कस्तो छ भन्दै एकचोटि मिठो मिठो कतिवटा खाइसकिस् भन् त रोटी भन् 4-5 वटा मात्रै यो नमस्कार लुलु छिटो ठिकै छोरा है अन्त डुम्बामा आइपुग्यो है तपाईँहरूको घरतिर त्यही त नि बाटो भयो त्यही त अघि मैले यहाँ भाइलाई भनिसकेँ यही नि गुन्द्री चाहिन्छ होला नि गुन्द्री फेनहरू ल्याउनु पर्यो एउटा फेन तर अहिले सुरुमा यहाँनिर यो गरेन यसलाई चाहिँ सेउरी कि के पो भन्छ त्यो सुरुमा ओछ्याएर नि हाम्रो भाइले त यस्तो जामा पगरी त लाउँदैन नि ए हौ त्यो ढ्याङ्ग्रो चाहिँ बजाइन्छ कि बजाइँदैन ए ल्याएको छ होइन मर्दा ओर्दा हो कि केमा बुद्धेपा छ है भाइ यो चाहिँ बुद्धेपाहरूको सामै क्या हो भाइ के हो थाहा छ भन्दै मामालाई बुद्धेपाहरूको सामै तपाईँ सोचिराख्नुहोस् अनि भाइ तपाईँको सामै भएको तपाईँले हाम्रो सामने के पर्यो के भन्नुपर्छ पहिले ल भने के भन्नुपर्छ के भनिदिन्छ मामाले साइन चिन्नु पर्यो बुझ्नु पर्यो हाम्रो भन्दै कतिमा पढ्दैछस् मामालाई सबै यहाँ चिन्ताको लागि चाहिँ सामानहरू सब रेडी अब खाना
दिनु होला नि त होइन खानु त अगाडि बढ्ने हो त नत्र त कता खै त्यो उता दिकुसँग गयो होला नि चिसो लो यिनीहरूले अहिलेसम्म भित्र बसेर खाएकै लु 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 एकदम लु 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 लिइहालौँ बाहिर तिमीहरू चाहिँ के गर्नु यहाँनिर निस्केको गर्मी भएर त कति खुसी छ अनि आज मामो लाउँदाखेरि लेखान भन्दै त धेरै धेरै पक्कु के गर्दैछ त्यहाँ मकैमा गएर चाहिँ के मकै टिप्न आँटिस क्या ल ल ल टाढो नजाऊ है तिमीहरू कतै ड्राइगन खाऊ अरे ड्राइगन खाएर चाहिँ ल आइज यता सबैजना फुलहरू खतरा यता हेर पके पनि यहाँनिर भित्र बाहिर सबै गर्मी पनि यस्तो छ कि त फेरि नेपाली बोल्नु जान्दैन इङ्ग्लिसमा भन्यो भने मात्रै त्यही छ अझ धेरै चाहिन्छ अरे आमा के त्यसलाई चाहिँ के भन्छ भाइ यो बनाएकोलाई चाहिँ यो के अरे भाइ यसलाई चाहिँ ए यो चाहिँ के को लागि खासमा चाहिँ विशेष ए तातिएर कमलमा त म त कमलमा त बस्न सकिँदैन जस्तो लाग्छ डबल बनाएर मामालाई भनिदियो नि त घर कहाँ अब सोध्दै हुन्छ नि भन् त बोल त लु पत्री भन् कहाँनिर भन् त्यही त भाइलाई कहाँनिर हो भाइले सोध्दैछ क्या कहाँनिर हो भनेर यो माने भन्दा हाम्रो रतनमादेखि पारिपट्टि माने भन्नाले चाहिँ अलिक माथितिर सौरे यसको सौरे सौरे सास रोकेर रोटीहरू केही नखाने भरे होइन रोटीमा त नुनिलो त छैन त एउटा चाहिँ नानाले पकाएको रोटी भाइ आउँछ भनेर लु ल्याउनु दामा एउटा चाहिँ मैले आमा भाइ आउने भनेर पिठो कुटेर बनाएको रोटी बिहानदेखिको लु त एउटा चाहिँ खाइदिनु पऱ्यो नानाको मुखै हेरेर भए पनि लु त एउटा चाहिँ एउटा मात्र त नखाएर भन्छ नि त खाएपछि जोडिने त्यति होइन नि त्यही त नि अब आएको त राम्रो त नि हामीलाई त
अब हामी अब पुरा आफन्तहरू हाम्रा आफन्तहरू चाहिँ कता कता हुनुहुन्छ भनेर जान्दा छु घुम्छु नि म पनि घुम्छु अब चाहिँ यस्तै लुगाहरू चाहिँ मिलाएर लाउनु भनेर लाउनुहरूमा मलाई छैन अब बोल्नु चाहिँ जानी नजानी भए पनि आफ्नो आफन्तहरूलाई बोलाइजानु भेरेटर जाँदाखेरि दी कुरा दिने मात्रै हुनुहुन्थ्यो कि तर त्यति बेला त नि कोही थिएन नि भाइहरू थिएन नि हो खाना चाहिँ खाँदा हुन्छ नि त खाना खाइसके पछाडि बस्नु पर्छ नि सबैजना बल्ल त आइपुगेका बनाउँदा ओर्दा टाइम हामीले त आउँदैन कुकुरेमा मबरेमा सारेमा बतरेमा खातामा दिपा सबको शिक्षा सिमी छ कतिमा छ अब सारी शिक्षा सारी हिंसा सिलामा सारी लामा छ सिली मसल्ला पामा सारी सिमी छ नाममा छ अब सारी कुटी साका राखे प्रिया तो साला पामा बडौदा पापा सिमा नि यारी को यारी श्री mai mama lamna mama mami me ta je ta su ta te ka te ro ta sai na ti kan la na ne na 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 sa ma la je ma lo sari le ma sari sa ma me na na so so shi ka mo di ka re ya ba ka pa ro ni na je ta ba tu ma she ro ma ka she ya ma ka she cha pa go pa go ni cha ma ba la ma ba la ni ya ale je na tum khara la khara Osung pasung osung rilung pangasani guna dunia sia-sia na dia thana ma paru kai ka masung ka kasung ka koi ko dong khara la kora dong lamsa dong jitida